लु भन न तिमी मलाई माया गर्छु गर्दिन तिमीहरूलाई मन परायो भने त के एउटा आँखाले नि हेर्दिनँ हामी दलितहरु समेत हिँडिरहेको छ चुप राख साथी त्यसलाई के गर्नुपर्छ मैले जान्छु ओए के गर्दैछस् हौ के पनि हैन यार के लेख्दैछस् देखा न देखा के पनि हैन के यो त पनि यार आज यस्तो है त साथीको नाममा कलङ्क भइस लु लु भएर पढ्दैन नदेखा ए ल पढ ऐ मजाले देन हौ झर्ने गरी नि दिनुपर्छ पढ्न प्यारी अञ्जली तिमी हिरा म कहाँको किरा साह्रै राम्री छौ नि तिमी बानी बेहोरा नि तिम्रो धेरै राम्रो छ यस कारणले मलाई लाग्छ तिमीसँग म जीवन बिताउन सक्छु भनेर यदि तिमी पनि जीवन बिताउन सक्छौ भने प्लिज रिप्लाई नि पढै लेखेछ केटोले उही तिम्रो माया गर्दै बौला पागल सुक्टा बिक ले धेरै नपढ्नु ल फुक्का मुला काम दिन जरा अस्ति त भन्ने आँटे आएन अब लेखेर भए पनि व्यक्त गर्नु पर्यो नि लु लु भयो भयो तपाईँले टोमी चाहिँ कता छौ निकै भयो भेट्न भएको यार त्योसँग नि मेरो घरतिर पनि आइरहेको थियो कता चाहिँ गएछ त त्यही त एकचोटि त्यसको घर जाउँ न पुगेर ए नजाम त्यसको घर त्यसको बाबाले बाहिर राख्छ हामीलाई ए साथी यार त्यसको बाबाले हेप्यौँ भनेर हामीले पनि हेप्न मिलेन नि त साथी हो यार जति गरे पनि जाउँ न एकचोटि भेटेर के हुन्न चल्दिउँ त्यसको लागि त मेरो छुट्टा ज्यान पनि तयार छ तर त्यसको बाउ आमाले हेला गर्छ क्या मलाई ए अरूले हेप्नु भने हामीले हेप्नु मिलेन नि साथी जाउँ न चप्ला जाउँ न त ओए के हो तँलाई अस्तिको कुराले यार फेरि अस्तिको कुरामा टेन्सन उसले बरु थाहा नपकाएन हुन्थ्यो म अनसाट लभ मात्रै हानी गर्थेँ यार तर उसले दलितहरूको अगाडि मेरो धेरै बिला गर्थ्यो जब एउटा केटीको लागि रुन्छस् त्यस्ता केटी त कति आउँछ कति जान्छ खुट्टा भए जुत्ता कति कति ए किन रुइरहेको चिन्ता नगर्न यार जिन म तेरो लास्टमा आएको गर्छु यार बरु मिलाइदिएन यार ल ल मिलाइदिनु टेन्सन नगर न साँच्चै ए मेरो घरमा थियो कहाँ छ म गएको ए पख्न हामी पनि जाने जाउँ न त ल छिटो नकरा न इधर थिएन नि कसले आनो आमा मेरो साथीले कसले आनो त्यसको म ढाड साड फुकालिदिन्छु को यो जात पत्ता हान्नु कि क्या हो मराउनु के लान्छस् मोला रिस उडाउँदो रहेछ कसले चाहिँ आउनु त मेरो साथीलाई त्यही बेलको डनले त होला ए झगडा नगर तिमीहरू दलितहरू होइन ओए हामीले नि हेर्दिन यो छोडिदिएर आज बुढे छु उतिनीहरू त कुद्दै आउँदैछ त ए छोड्दै फेरि तिमीहरू हो रहेछ भने मर्छस् तिमीहरू ओए उठ चिठी अब सुट्ट बिकाको तपाईँहरूलाई हाम्रो भिडियो राम्रो लाग्यो भने लाइक शेयर कमेन्ट
सबै सब्सक्राइब्सहरू पनि गरिदिनु होला र हामीलाई अझै राम्रो राम्रो भिडियोको लागि हामीलाई सपोर्ट पनि गरिदिनु होला। धन्यवाद। बाई बाई।